कुसुम कुसुम गरममा। तर एउटा कुरालाई याद गर्नुहोस्, डाक्टरले तपाईलाई जब भन्छ तातो पानी खानु पनि भन्दैन, हो कि हैन? चिसो पानी खानु पनि भन्दैन, तर अलिअलि मन तातो पानी खानु भन्छ, कुसुम कुसुम पानी खानु भन्छ। तर बाइबलले यहाँ के भन्दैछ? तिमी तातो पनि छैनौ अनि चिसो पनि छैनौ। अच्छा, यसको अर्थ चाहिँ के हो? तिमी मन तातो छौ, हो त्यही कारणले गर्दा परमेश्वरले त्यो पसल गर्नु भएन मन तातो कुरा। अनि उहाँले चाहिँ के गरिदिन्छु भन्नुभयो? निकालिदिनेछु, उकेरिदिनेछु भनेर भनेको छ। यो मन तातो भनेको क्या हो? हामीले यसरी विचार गर्दा मन तातोको जीवन चाहिँ एउटा एक्टिङको जीवन जस्तै हुन्छ, बुझ्न सकिँदैन। तपाईले ध्यान दिएर सुन्नुहोस्, एउटा कुरा म तपाईलाई बताउँछु। मन तातो, कुसुम कुसुम तातो भनेको चाहिँ क्या हो? यदि कोही मान्छे निदाउँछ, यदि कोही मान्छे निदाउँछ भने चाहिँ, निदाएको छ भने तपाईले अलिकति खासरा खुसुर गर्नु गर्दा त्यो के हुन्छ? निदाएको छ भने के हुन्छ? त्यो के हुन्छ? बिउजिन्छ, उठिहाल्छ। अनि सुतेकै छैन भने त सुतेकै छैन नि त। तर जो नाटक गरेको छ, निदाएको जस्तो नाटक गर्छ नि, हो कि न? निदाएको जस्तो नाटक गर्ने हुन्छ नि, यसै हेर्नु। तपाईले त्यसलाई जे बाजा बजाउनु त्यसले आँखै खोल्दैन। बुझ्नुभयो त? यो मन तातो भनेको चाहिँ देख्दा चाहिँ हामीले के देख्छौँ? सुतेको जस्तो देख्छौँ, सबैले देख्दा सुतेको जस्तो देख्छौँ, तर सुतेको चाहिँ हुँदैन। तर बोलाउँदा पनि फट्टै सुन्दैन, बोल्दैनौँ, किनभने त्यसले के गरिरहेको हुन्छ? नाटक गरिरहेको हुन्छ, गरिरहेको हुन्छ। त्यसलाई उठाउन साह्रो छ, हो कि हैन? बोलाउँदा पनि जबरजस्ती गर्दा पनि त्यो उठ्दै उठ्दैन, किन? सबै सुनिरहेको हुन्छ, सबै सुनिरहेको हुन्छ, तर त्यो उठ्दैन। बाइबलले भन्ने गरिरहेको कुरा चाहिँ तपाईको र मेरो जीवन, मसीह जीवन चाहिँ मन तातो होइन। कि त चिसो छ भने त्यसलाई शिक्षा दिन सकिन्छ, कि त एकदमै तातो छ भने, कि त त्यो निदाएको छ भने पनि ठिकै नै छ। तर जो एक्टिङ मसीह जो हुन्छ त्यो चाहिँ साह्रो, देख्दा चाहिँ साँच्चै निदाएको जस्तो हुन्छ, विश्वासी चाहिँ एकदमै राम्रो जस्तो हुन्छ, तर भित्रबाट उसमा चाहिँ कयौं कुराहरूले झिल्लिरहेको हुन्छ। र मेरो विचारले भन्छ त्यो कुसुम कुसुम तातो जुन पनि छ, कुसुम कुसुम तातो, मन तातो चाहिँ त्यो हो। तर परमेश्वरले इच्छा गर्नुभएको विश्वासी चाहिँ कि त तातो कि त चिसो। प्रभुको महिमा भएको छ, हामीहरूको विषय त्यो होइन। तर हामीहरू चाहिँ एकदमै तातो भएर जिउँदैछौँ, हो त हो, होइन त होइन।